म अहिले सरकारका मन्त्रीलाई भन्न चाहन्छु यहाँ अगाडि राखेर, तपाईहरू बस्दै गरेको घर 24 घण्टामा खाली गर्नुस्। ल, सक्नुहुन्छ? सक्नुहुन्छ डेरा सार्न? माननीय प्रधानमन्त्रीज्यूलाई राम्रोसँग थाहा छ सुत्केरीको व्यथा भनेको के हो भनेर। उहाँलाई मात्र होइन, यो देशलाई नै अवगत छ। तर आज बागमतीको किनारमा 10 दिनकी सुत्केरी महिला घरभित्र प्रहरी पस्दा उनको ओत भत्किँदा त्यो पीडा किन महसुस भएन सरकारलाई? एउटा नाबालकको हातमा नेपाली झण्डा बोकेर आफ्नै घर भत्किएको हेर्दै आँखाभरि आँसु झार्दै आफ्नो किताब समेत निकाल्न पाएन, त्यो बालकको मनमा राज्यप्रति कस्तो छाप बस्ला? आज सत्ता छ, यसको मतलब यो होइन कि मैले जे पनि गर्न सक्छु भन्ने कुरा होइन। यहाँ बोलिने तर त्यो कुरा चाहिँ लागू नै नहुने, सरकारले जवाफ नै नदिने, त्यही परम्पराको कारणले गर्दा अहिले 2/3 भएकाहरू खुम्चिनु पर्यो। अब नयाँ साथीहरू चाहिँ अहिले 2/3 पुग्नुपर्ने अवस्था आयो। यो चाहिँ अहिलेको सरकारले नगरोस्। सबभन्दा पहिलो कुरा, जुन विषयवस्तु हामीले उठाउँछौँ ती विषयवस्तु चाहिँ कार्यान्वयनतिर जाओस्। संसदमा बोलिने कुरा भनेको रत्नपार्कको चौतारामा बोल्या होइन। यसको आफ्नै मर्यादा छ र यसको आफ्नै महत्त्व छ र यो कार्यान्वयन हुन्छ भनेर बोलिने हो। त्यो भए हुनाले यसलाई धैर्यताका साथ सत्तापक्षले, विशेष गरेर सरकारले सुनिदियोस् भन्ने म चाहन्छु। सम्माननीय सभामुख महोदय, आज यो संसदको रोस्टममा उभिँदै गर्दा सत्तापक्ष, सरकार, प्रतिपक्ष र विश्व जगतलाई म भन्न चाहन्छु, हामी गाउँबाट आएको मान्छे हो। तपाईँ कोही हुनुहुन्छ होला, कोही बुढा नीलकण्ठ पढेको, कोही VS निकेतन पढेको, कोही रातो बङ्गाला पढेको। हामी अङ्ग्रेजी पनि बोल्न जान्दैनौँ किन हामी त्यो दुर्गम क्षेत्रबाट आएका हौँ। तपाईँका बाबुबाजेहरू धनी थिए, पढाए। हाम्रा बाबुबाजेहरू किसान थिए, पढाउन सकेनन्। तर हामी सङ्घर्ष गरेर यहाँ आयौँ। त्यो सङ्घर्षको एउटा आँसु हुन्छ, राज्य कसलाई चाहिन्छ? यो सुन्नुपर्ने कुरा हो, यो अहमता होइन। राज्य जहिले पनि शक्तिशालीको पक्षमा उभिने होइन, राज्य निमुखा र कमजोर नागरिकको सहारा बन्नु हो। सम्माननीय प्रधानमन्त्रीज्यूलाई सम्माननीय सभामुख मार्फत म भन्न चाहन्छु, सम्माननीय प्रधानमन्त्रीज्यूलाई राम्रोसँग थाहा छ सुत्केरीको व्यथा भनेको के हो भनेर। उहाँलाई मात्र होइन, यो देशलाई नै अवगत छ। तर आज बागमतीको किनारमा 10 दिनकी सुत्केरी महिला घरभित्र प्रहरी पस्दा उनको ओत भत्किँदा त्यो पीडा किन महसुस भएन सरकारलाई? एउटा नाबालकको हातमा नेपाली झण्डा बोकेर आफ्नै घर भत्किएको हेर्दै आँखाभरि आँसु झार्दै आफ्नो किताब समेत निकाल्न पाएन, त्यो बालकको मनमा राज्यप्रति कस्तो छाप बस्ला? त्यो नाबालकप्रति। आज सत्ता छ, यसको मतलब यो होइन कि मैले जे पनि गर्न सक्छु भन्ने कुरा होइन। यो सत्ता भनेको स्थायी हुँदैन, यो अस्थायी हो। त्यो भए हुनाले म स्पष्ट भन्न चाहन्छु, म अव्यवस्थित बस्ती जोगाउनुपर्छ भन्ने म पटक्कै छैन। त्यो बस्ती, बागमती किनारका बस्तीहरू जुन नदीको ठाउँमा छन्, जुन सरकारी सम्पत्तिहरू हडपेका छन्, त्यो हटाउनुपर्छ भन्ने मान्यता राख्छु। तर सरकार हो कि आतङ्कवादी हो? कति दिनको समय? म अहिले सरकारका मन्त्रीलाई भन्न चाहन्छु यहाँ अगाडि राखेर, तपाईहरू बस्दै गरेको घर 24 घण्टामा खाली गर्नुस्। ल, सक्नुहुन्छ? सक्नुहुन्छ डेरा सार्न? त्यसको समय छैन। त्यो भए हुनाले सरकारी सम्पत्ति जोगाउनुपर्छ भन्ने मान्यता राख्छु। अवैध संरचना भत्काउनुस्, त्यो भत्काउनु पर्ने पक्षमा म छु। तर मानवीय संवेदनामाथि डोजर चलाएर विकास हुँदैन।